गाई यहाँ देख्न सक्नुहुन्छ होइन आज टक्क लाएर म चाहिँ यो 15 मालाको टप अहिले यो चाहिँ 16को टपमा छु होइन। देख्नुहुन्छ यता हाम्रो यस्तो छ जुस टक्क नयाँ बन्न लाग्यो मेरो दाइहरूले यहाँ काम गर्नुहुन्छ मेरो बुवाले वासिङ गर्नुहुन्छ टक्क गरी माथि छौँ माथि होइन यो 16 मालाको तल कति मान्छेहरू गाडीहरू हिँडिरहेको छ। उता मेन रोड छ अनि उता यो चाहिँ यहाँको यो सोमाटना फाटा भन्ने सहर हो। टक्क लाएर ल हेर्नुहोस् गाइस यस्तो छ। अनि यतातिर यो डाँडा त्यहाँ मन्दिर छ रोक्नुहोस् है। त्यो हो यो मन्दिर हो यो माथि टपमा चौराई देवी मन्दिर हो। हाम्रो गाउँमा मालिका देवी मन्दिर जस्तै चौराई देवीको मन्दिर हो त्यो। अनि यहाँ चाहिँ यो यस्तो छ गाइस होइन। टक्क लाएर म चाहिँ अहिले 15 मालाबाट तलको भ्यू देखाइ 16 मालाको टपबाट तलको भ्यू देखाइरहेको छु। यहाँबाट मोबाइलको खैरै छैन। यहाँबाट कोही मान्छे रोटियो भने त फेरि के होला आफै सोच्नुहोस् होइन। यो हेर्नुहोस् यति तल छ चाहिँ अलि माथि छौँ हामी। हाम्रो दाइ यसो हेर्नुभयो ल दाइ हाई गरिदिनु त। पानी मारिसक्नु भयो छ अझै ए मजा यसो भलग बनाएको थियो कि त एउटा सानो छोटो मिठो पनि के भन्ने होइन यसो छोटो बनाइदिउँ भनेर यसो झ्याउ लागेको थियो कि। आज मेरो चाहिँ छुट्टी हो होइन। मेरो चाहिँ छुट्टी थियो आज त्यही भएर म चाहिँ आज स्कुल लागेको छु अहिलेको काममा। घरमा रुममा बसेर पनि बोर लाग्ने होइन। मोबाइल पनि कति हेर्नु रिल्सहरू हेरेर पनि वाक्कै लाग्ने के जम्मा रिल स्किप गर्नु बाहेक अरू काम हुन्न घरमा। त्यही भएर म चाहिँ अब यहाँबाट यस्तरी भर्याङमा यो ती माथि छ त म चाहिँ सबभन्दा टपमा आएको छु। त्यो त्यस्तै हो। अब यहाँबाट यो सिटीबाट जानुपर्छ यस्तो गऱ्यो अनि यो अब म यहाँ पुगेँ। फेरि यहाँबाट यस्तरी जानुपर्छ। यहाँ चाहिँ अलि अप्ठ्यारो छ यो लिस्नु होइन। यहाँबाट फट्टा हालियो भने चाहिँ खुट्टामा चोट लाग्ने सम्भावना हुन्छ। यो लिस्नु यस्तो छ। यहाँबाट कसरी जानु आउनु त आइहाल्यो अब जाने कसरी हो। फुङ्गाल्ने भए अरू अप्सन छैन। रोक्नुहोस् है गाइस कहाँ फुङ्गाल्ने होला त्यहाँ उता फुङ्गाल्न सकेला फुङ्गाल्दै यहाँ त्यहाँ है। मोबाइल यहाँ राख यार मलाई हातबाट फुस्केर छट्टियो भने फुङ्गाले मैले गाइस ल म यो त उका